गुड मर्निङ सबैजनालाई। आजको बिहानीमा म बिहानको 8:30 भइरहेको छ र आज हाम्रो चर्चमा फ्री आई क्याम्प भइरहेको छ र एउटा सामान चाहिएको कारणले गर्दा म 8 बजी नै बाइपास आएको थिएँ। स्ट्यान्ड मलाई पनि त्यति साह्रो याद छैन त्यसको नाम, प्रपर नाम के हो भनेर है। म चाहिँ स्ट्यान्ड भन्छु, म भरे तपाईँलाई देखाउने छु र त्यो लिएर म फर्किँदैछु है बिहानको समयमा। र आज मौसम चिसो चिसो भएको छ, साह्रै घाम लाग्ला जस्तो छैन र हेर्दै गर्नुहोस् होला तपाईँहरूले है। आजको दिनभरिको अपडेट म तपाईँलाई दिनेछु। बिहानै पनि गाडी पुरा छ आज त। अघि माथि तादोङतिर झन् जाम जस्तो भयो। छुट्टी हो आज र छुट्टीले गर्दा अलिक कमै जाम हुन्छ होला सायदै। म यहाँनिर तपाईँको टुरिज्मको अगाडि गएछु। सायदै मैले तपाईँलाई टुरिज्मको अगाडि भने होला, तर तपाईँले नसोच्नुहोस् गान्तोकको। यो चाहिँ खास गरी मेट्रो हो। तर मैले गाडी कुदाउँदै धेरैपल्ट सोचेँ, यादै आएन। धेरैचोटि हामी त्यो ठाउँहरूलाई बिर्सिँदो रहेछौँ। यसरी नै एक्ज्याक्ट 10 बजी नै हाम्रो ट्रिटमेन्ट आउने जतिलाई सुरु गरेका छौँ। यसरी देखाइसकेर हाम्रो एकजना सदस्यले, चर्चको सदस्यलाई उहाँलाई के कुरा सोधिरहनु भएको छ, तपाईँलाई कस्तो लाग्यो, यो शिविरबाट के फाइदा उठाउनु भयो भन्ने कुरालाई उहाँले सोधिरहनु भएको छ। तपाईँले देखिराख्नु भएको छ, उहाँलाई फ्रीमा ग्लास वितरण गरिरहनु भएको छ है। जसमा तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। हजुर र यहाँ खानाहरू पकाइरहेको देख्नु भएको छ। यो चाहिँ हाम्रो आउने गेस्ट डक्टरहरूको निम्ति, साथै हामी दुईजना भोलिन्टियर्सहरू थियौँ काम गर्नको लागि, सघाउनको लागि, भित्र बाहिर उहाँको लागि चाहिँ हामीले भोजन रेडी बनाइरहेका थियौँ। र यहाँ दुईजना कुकहरूले गरिरहनु भएको थियो र उहाँले भनिरहनु भएको थियो कि आज भेज खाना थिए, यो भेज चाहिँ अब अन्तिम पकाउनु भएको अरे।
मजा आएन अरे पकाउनु मजा आएन अरे अब खानु पनि मजा आउँदैन होला भन्दै उहाँले पकाइराख्नु भएको थियो चाहिँ यहाँ धेरै भेजको आइटमहरू छ र यहाँ आँखा देखाउनका निम्ति आउने हाम्रो मानिसहरूलाई हामीले केही चिया अनि बिस्किटहरूलाई सर्भ गरिरहेका छौँ धेरै दिन त सकेनौँ र यहाँ ग्लासेसहरूलाई जुन आउने डाक्टरहरूले ग्रेटर लायन भिजन सेन्टर रानीपुलबाट उहाँलाई फ्री अफ कस्ट रिडिङ ग्लासेस उहाँलाई दिइरहनु भएको छ यीलाई एकदमै वेलकम छ है आजको यो शिविर क्याम्पमा अनि तपाईले आफ्नो आँखालाई पनि जाँच गर्नुभयो अनि डाक्टर साहब म्याडमले तपाईलाई कस्तो प्रकारले तपाईलाई जाँच गर्यो अनि कतिको तपाई सन्तुष्टि हुनुहुन्छ भन्ने नि यसो तपाईलाई एक दुई शब्द राखिदिनुहुन्छ कि भन्ने कुरा नि आजको शिविरको बारेमा यहाँनिर अब मेरोबाट पनि अब यहाँ हजुरहरूलाई सबैजनालाई अब धन्यवाद छ किनभने हाम्रो गाउँमा आइदिनु भयो कतिजना अब बुढाबुढीहरू पनि अब टाढो जान सक्नु हुँदैन त्यसको लागि पनि अब राम्रै भयो हामी सबैजनाको लागि राम्रै भयो किनभने हामी ड्युटी आफ्नो गरेर पनि यहाँनिर आयौँ तर हामीलाई म्याडमहरूले एकदम राम्रो नै ट्रिटमेन्ट गरिदिनु भयो मलाई चाहिँ एकदम खुसी लाग्यो हो अन्त अब अरू यहाँनिर अब टाइम उयो भएकोलाई तलै बोलाउनु भएको छ त्यो पनि एकदम राम्रै हो सबैजनाको राम्रै ट्रिटमेन्ट हुँदैछ यतिको चाहिँ अब मान्नै पर्छ किनभने हाम्रो गाउँमा आइदिनु भयो यतिमै धेरै धेरै थ्याङ्क यू सर तपाईँ सन्तुष्टि हुनुहुन्छ नि हजुर एकदम म मात्रै नभएर सबैजना नै सन्तुष्टि नै हुन्छ नि त्यही त के कसो भयो भनेर नि हामीलाई चाहिँ अब खुसी नै लाग्यो हुन्छ धन्यवाद छ तपाईँले दुई शब्द राख्नुभएकोमा हुन्छ धन्यवाद तपाईँको आँखाकै प्रब्लम थियो होइन हजुर आँखाकै प्रब्लम थियो हुन्छ धन्यवाद तपाईँलाई र अन्तमा हामीले डाक्टरहरूलाई खदा लगाएर मोमेन्टो टोकन अफ लभलाई दियौँ त्यसको बादमा हामीले एउटा ग्रुप फोटोलाई क्लिक गरेर त्यसको बादमा हामी सबैजना त्यहाँबाट बिदा भयौँ